नागरिकता सम्बन्धी कानुनलाई विद्यादेवी भण्डारले होल्ड नै गरिदिनु भयो। अध्ययन गर्ने सिलसिलामा फेरि एउटा विकृति एउटा के देखिरहेछ, यो हाम्रो राष्ट्रपतिहरूमा एउटा विकृति के देखिरहेछ भने सरकारले कुनै निर्णय गरेर पठाइसकेपछि त्यसलाई सरकारले अध्यादेश होस् वा कुनैबाट निर्णय गरेर पठाइसकेपछि अध्ययन गर्दैछु भन्दिनँ 2 वर्ष अध्ययन गरेर राखिदिने, त्यसलाई पास गर्न नदिने, त्यस्तो खालको विकृति, त्यो विकृति भन्छु म, त्यो विकृति भन्छु म। किन भन्दाखेरि त्यो के निम्टारा लाउनु पर्यो, के निम्टारा लाउनु पर्यो होइन भन्नु पर्यो, एउटा क्लियर कोर्समा त जान्छ नि। अनि आफूलाई मन परेको छैन भनेदेखि फिर्ता गर्न पाउने अधिकार छ त्यहाँ एकपटक। अनि एकपटक फिर्ता गरेर फेरि पनि त्यही चिज पास भएर गयो भने अध्ययन गरेर राखिदिने भनेर होल्ड गरिदिने विकृति छ त्यहाँ। त्यही भएर तपाईँले जुन अघि उठाउनुभयो कुरा, त्यो कुरामा के राजामाथि मुद्दा नलाग्ने, प्रश्न उठाउन नपाइने भने किन हो भन्दाखेरि उनलाई त्यस्ता कुनै अधिकारहरू, राजनीतिक अधिकारहरू प्रयोग गर्न दिएको छैन र केही अधिकारहरू विशेष गरी आफ्नो परिवारको सम्बन्धमा, आफ्ना सामाजिक क्रियाकलापको सम्बन्धमा, दरबारभित्रको सम्बन्धमा गर्ने के अधिकारहरू दिएको छ उनलाई र त्यो अधिकारमा चाहिँ प्रश्न उठाउन पाइँदैन भनेको। सर 2047 सालको संविधानको धारा म 28 यहाँलाई स्मरण गराउँछु, राजगद्दी उत्तराधिकारी सम्बन्धी व्यवस्था, यो ऐन राजाले नै प्रयोग गर्न पाइन्छ। अब संविधानको व्यवस्था यो ऐनलाई सम्बोधन गर्दै धारा 28 को उपधारा 1 मा भनिएको छ, यस संविधानमा लेखिएको कुनै कुराले पनि श्री 5 का वंशजहरूको राजगद्दी उत्तराधिकारको क्रम, रीत र परम्परालाई असर पार्ने छैन। अर्थात् सबै मार्ने एकजना जीवित व्यक्ति छ र हकदार उही राजा हुनेछ भने पनि उसलाई राजा नबनाउने हक कसैलाई छैन, राजा बनाउनलाई अवरोध गर्ने हक जनतामा पनि छैन भन्ने कुरालाई यसले इङ्गित गर्छ। यसलाई कसरी हेर्नुहोस् भने राजा वीरेन्द्रले राजा ज्ञानेन्द्रलाई राजा बनाएको होइन, होइन उनले त युवराज होइन, दिपेन्द्रलाई उत्तराधिकारी नियुक्त गरे, युवराज नियुक्त गरे, युवराधिराज सरकार नियुक्त गरे। अब राजा वीरेन्द्रपछि युवराजले नै राजा बन्न पाइन्थ्यो होइन, राजा वीरेन्द्र। त्यो भएर मैले तपाईँ भने नि दिपेन्द्रलाई, मरेको दिपेन्द्रलाई पनि केही समय राजा किन बनाए त भन्दाखेरि र त्यही लिगेसीलाई कायम गर्नको लागि म मरेको दिपेन्द्रलाई गराए भन्छु म चाहिँ आरोप। हुन त उनले दाहिने हातले चलाउने गरेको देब्रे कञ्चटबाट निस्किएको गोली दाहिने कञ्चटबाट भङ पारेर निस्किएपछि मान्छे बाँच्छ त। अनि किन त्यो गरियो त भन्दाखेरि वीरेन्द्रले उत्तराधिकारी दिपेन्द्रलाई नियुक्त गरेका थिए। दिपेन्द्र नियुक्त गरिसकेपछि दिपेन्द्र राज्यको असली उत्तराधिकारी उनी थिए। त्यो भएर त्यो उत्तराधिकारी दिपेन्द्रमा गएको देखाए, दिपेन्द्रपछि अब राजा दिपेन्द्र भए, मृत मरिसकेको, तर उनले मरेको छैन, कोमामा छ भन्ने आधारबाट घोषणा गरेको थियो। अनि त्यसपछि त्यहाँबाट चाहिँ जाँदाखेरि अब त्यसपछि भ्याकुम भयो नि त, फेरि भ्याकुम भयो। त्यो भ्याकुम भइसकेपछि त्यो भ्याकुममा चाहिँ ज्ञानेन्द्रलाई राजा बनाउनुपर्छ भन्ने कुरो त्यो परिषदले उनलाई त राज्य सहायक भनेर न्याय दियो नि, राज्य सहायक हो, त्यो राज्य सहायक भनेर दियो। पछि गएर उनलाई राजा नै भनेर राज्याभिषेक पनि गरे उनले होइन, राज्याभिषेक, राज्यारोहण पनि उनले गरे। परम्परागत तरिकाले राज्यारोहण गराए, बडा गुरुजीले राज्यारोहण गरे। त्यो संविधानकै आधारबाट टेकेर गरेर त्यो परिषद भन्ने जुन थियो त्यो परिषदले सिफारिस गरेर उनी भएका हुन्। त्यो भएर यो बिचमा दिपेन्द्रले ल्याउनु पछाडि त्यो लिगेसीलाई वीरेन्द्रसँग रहेको लिगेसीलाई ज्ञानेन्द्रसँग ट्रान्सफर गर्नका लागि यो सबै खेल खेले हो, त्यो लिगेसीलाई कायम गर्नको लागि, वैधानिकता कायम गर्नको लागि, या प्रश्न कमजोर पार्नको लागि भनौँ, प्रश्न बाहिर आउने प्रश्नहरूलाई कमजोर पार्नका लागि होइन, बाहिर आउने प्रश्नलाई कमजोर पार्नका लागि र बाहिर जनमानसमा राजाका विरुद्ध विद्रोह नहोस् भन्नका लागि भनौँ न, राजा ज्ञानेन्द्रको विरुद्ध विद्रोह नहोस् भन्नका लागि त्यो एउटा सेटअपमा त्यसलाई तयार गरेर लिएर आए यिनीहरूले। त्यही भएर अहिले मैले भनिराखेँ भन्दाखेरि राजाले गरेको कुरोमा प्रश्न उठाउन पाइँदैन भने चाहिँ त्यो कारणले हो। राजाले धेरै कुरो गर्न पाइँदैन थियो। उत्तराधिकार नियुक्त गर्ने कुरो पनि राजाले नै गर्न पाउँथे, संविधानमै व्यवस्था गरेको थियो। अनि राजाले गरेको कुरोमा प्रश्न उठाउन पाइँदैन भनेको थियो। उत्तराधिकार नियुक्त गर्ने कुरोमा राजाले जे गरे त्यसमा प्रश्न उठाउन पाइँदैन भनेको थियो। त्यही भएर यो कुराहरू चाहिँ त्यो सन्दर्भमा 30 र 31, 28, 29, 30, 31, 29 पनि होला सम्भवतः, त्यसमा भएको जुन व्यवस्थाहरू छ त्यो त्यस्तो व्यवस्था हो। अब सर यो एउटा अनौठो कुरा, राजालाई शिरपाँच पनि भनियो, उनलाई कानुनी अनुमति र उनले गरेको आदेशै एक हिसाबले कानुनको हिसाब ग्रहण गर्ने त्यो भाष्य देखिन्छ।
फेरि राजपरिवारका सबै शिरपाँच लाग्थे उनीहरूको नाम अगाडि, सबै शिरपाँच भन्दाखेरि संवैधानिक उन्मुक्तिको उपभोग त सबैले गर्ने भयो नि, ती भाइ भारदारका सन्तानदेखि लिएर सबैले। के हो यो? यस्तो छ सर, श्रीपाँच भनेर हामीले चाहिँ युवराजलाई श्रीपाँच भन्थ्यौँ। युवराज पनि श्रीपाँच, सबैलाई शाहज्यादा, शाहज्यादी, छोरी, अब यो सबै अहिले ज्ञानेन्द्रका सन्तानदेखि लिएर वीरेन्द्रका राजपरिवारको सदस्यहरूलाई राजपरिवारको सदस्य भनौँ न, राजपरिवारको सदस्यहरूलाई श्रीपाँच भनिन्थ्यो र सबैलाई शिरपाँच। शाहजादा पाराशाह पनि त्यस बेला शिरपाँच थिए, जुन बेला वीरेन्द्र राजा थिए। शाहजादा उनी मात्रै थिए, श्रीपाँच थिएनन् जस्तो लाग्छ मलाई के लाग्छ भने राजा, रानी, युवराज यिनी श्रीपाँचहरूलाई म राजा, रानी र युवराज चाहिँ श्रीपाँच बडामारानी सरकार, श्रीपाँच बडामारानी सरकार, श्रीपाँच युवराज सरकार, यिनीहरू चाहिँ श्रीपाँच किनभने रोल क्रममा पर्ने हुन्। अरूलाई राजपरिवारको सदस्य हो। हजुरको राजदरबार खर्च व्यवस्था सम्बन्धी एउटा ऐन छ, त्यसमा हजुरको सयौँको सङ्ख्यामा जसले तलब सुविधा खान्छन् नि वार्षिक, त्यो सुविधा त्यो श्रीपाँच होइन, राजपरिवार लेखिएको छ त्यहाँ। दुईवटा कुरा के छ भन्दा राजपरिवारको सदस्यको रूपमा उनीहरूलाई सबैलाई भत्ताको व्यवस्था थियो। धीरेन्द्रलाई पनि श्रीपाँच भनिन्थ्यो होइन, जुन उसका धीरेन्द्रले पारसका छोरा हृदयेन्द्रलाई पछि किन भनियो भन्दाखेरि त्यो पनि कारण छ। पारस चाहिँ कुनै बेला श्रीपाँच भयो भन्दाखेरि जब ज्ञानेन्द्र राजा भयो नि, ज्ञानेन्द्र राजा भएपछि पारस श्रीपाँच युवराज सरकार भयो नि त, त्यसरी चाहिँ उनी श्रीपाँच भए। अनि श्रीपाँच बडा महारानी श्रीपाँच बडा महारानी थियो, श्रीपाँच बडा महारानी थियो, बडा महारानी राजा श्रीपाँच महाराजा सरकार, श्रीपाँच बडा महारानी सरकार, श्रीपाँच युवराज सरकार होइन, यो भयो। अरू राजपरिवारको सदस्य हुन्। राजपरिवारको सदस्यको हैसियत के थियो त भन्दाखेरि उनीहरूले भत्ता पाउँथे, सुविधा पाउँथे, इम्युनिटी प्राप्त थियो, उनलाई विशेषाधिकार थियो भनौँ न, उनीहरूलाई विशेषाधिकार थियो किनभने राजा दरबारसँग जोडिएका मान्छे भएर विशेषाधिकार थियो, त्यसरी थियो। अनि सर, अनि पारसले के अरे प्रवीण गुरुङको हत्या प्रकरणमा उनलाई चाहिँ पदवी खोज्नलाई दबाब जुन दिए नि, त्यो भनेको उनी श्रीपाँच भएको हुनाले राजपरिवारको सदस्यको पदवी, राजपरिवारको सदस्यबाट जुन उनलाई सुविधा उन्मुक्ति प्राप्त थियो, राजपरिवारको सदस्य भएको कारणले जे सुविधा उनले प्राप्त गर्थे, जे उनीहरूलाई के विशेष संवैधानिक उन्मुक्ति पनि थियो, मुद्दा चलाउन नपाइने राजपरिवारको सदस्यहरूलाई भन्ने कुरा चाहिँ जुन थियो त्यो आधारबाट हुनुपर्छ। मलाई जहाँसम्म लाग्छ, मलाई त्यो लाग्छ है, म गलत पनि हुनसक्छु, तर मलाई चाहिँ त्यस्तो लाग्छ। अब सर, मैले एउटा संविधानको त्यो व्यवस्था स्मरण गर्न चाहेँ सर, यो के अर्थमा हुन सक्ला भन्ने हिसाबले श्रीपाँचको आय वा निजी सम्पत्ति करमुक्त र अनतिक्रम्य हुने भन्ने व्यवस्था त्यस बेलाको संविधानको धारा 30 को व्यवस्था हो। त्यो के भन्दाखेरि श्रीपाँचको सरकार, महाराजा सरकारको जुन सम्पत्ति छ त्यो सम्पत्तिमा ट्याक्स लाग्दैन। अनतिक्रम्य भनेको कसैले अतिक्रमण गर्न पाइँदैन, त्यो अधिकारलाई जब उसले गरेको निर्णय नै अन्तिम सत्य हुने। अनतिक्रम्य भनेको त्यसलाई अतिक्रमण गर्न पाइँदैन, कुनै पनि कानुन बनाएर त्यसलाई गर्न पाइँदैन। जुन जनतालाई लाग्ने कानुन त्यहाँ लाग्दैन, उनी त्यो इम्युनिटी प्राप्त छन्, अर्थात् अनतिक्रमण छ भन्नुको मतलब कसैले पनि अतिक्रमण गर्न पाइँदैन, त्यो उनको एकदम एक्सक्लुसिभ राइट हो क्या। त्यही भएर अतिक्रमण गर्न कसैले पनि पाइँदैन भने हो त्यो। अनि धारा 31 मा फेरि प्रेरणाकै दाबी है, त्यो सर्वोच्चमा धारा 31 को व्यवस्था अदालतमा प्रश्न उठाउन नपाइने, त्यसमा लेखिएको छ श्रीपाँचबाट गरिबक्सेको कुनै कामको सम्बन्धमा कुनै पनि काम बनेको छ अदालतमा उठाउन नपाइने। अर्थात् उनले हत्या गरे, बलात्कारै गरे भने पनि उनले हत्या बलात्कार गरेको हो भन्न नपाइने, त्यो लेख्या हो। सम्भवतः यो संविधान बनाउने मान्छेहरूले त त्यसो लेख्या होइन होला होइन, संविधान जसले बनाए नि, तर त्यो ल्याङ्ग्वेज किन त्यो गर्यो भन्दाखेरि हत्या बलात्कार गर्छ राजाले भन्ने कुरो सोचिएन, संविधान बनाउँदाखेरि सोचेन। तर यो के का लागि भन्यो भन्दाखेरि उनले गरेका काम कारबाहीहरू उनले केही कामै गर्न दिएको छैन, उनलाई पोलिटिकल राइटहरू सबै कुरो हामीले खोजिसक्यौँ, सबै चिज हामी खोजिसक्यौँ, उनलाई केही पनि गर्न दिएको छैन।
मन्त्री परिषदले जे निर्णय गर्छ त्यही कुरो उनले कार्यान्वयन गर्नुपर्छ होइन। त्यो गर्नुपर्छ भनेदेखि त्यो अनि पार्लियामेन्टमा जे कुरो चाहिँ सभामुखबाट पारित भएर गयो त्यही कुरालाई उनले लाल मोहर लाउनुपर्छ भन्ने कुरो संविधानमा लेखेर गइसकेपछि उनलाई त के अधिकार छ र? त्यो त राजनीतिक अधिकारको कुरा भयो होइन। राजनीतिक अधिकारको कुरो उनलाई राजनीतिक अधिकारै नभइसकेपछि उनलाई केही आर्थिक अधिकार केही पारिवारिक केही अधिकारहरू मात्र प्राप्त छ। त्यही भएर त्यसमा चाहिँ राजाले यति यो प्रेरणालाई आफ्नो नामको ट्रस्टको जग्गा फलानुको जग्गा सबै चिज जग्गा दरबार नभएको जग्गा देलान् भन्ने कुरो त अनुमानै गरेको थिएन नि। यो बनाउने बेलामा त उनले त्यो गर्छन् भन्ने कुरो लागेको थिएन। तर यसलाई प्रयोग कसरी गर्न खोजे भन्दाखेरि त्यसैले त उल्ट्यो होला नि त। सुशीला कार्कीहरूले त्यसलाई उल्ट्याउनु भयो होला। त्यो व्याख्या गर्दाखेरि 30 र 31 को जुन व्याख्या गर्दा उल्ट्याउनु भयो नि, गर्दाखेरि के हो त 30 र 31 को अर्थ के हो, मर्म के हो भन्दाखेरि त्यो प्रयोजनको लागि हो त, सम्पत्ति प्रयोजन गर्नको लागि वा तपाईँ बलात्कार र हत्याको कुरा गर्नुभयो। बलात्कार हत्या अब चाहिने सबै कामको लागि त त्यो इम्युनिटी प्राप्त थिएन भन्ने कुरो चाहिँ पछिल्लो फैसलाले त्यसलाई पुष्टि गर्यो। त्यही भएर त्यहाँ के लेखियो भन्ने कुरा पनि त्यो के लेखियो भन्दाखेरि चाहिँ त्यो एउटा सद्विवेक राखेर राजाले यति गर्दैन होला, राजा त आफ्नो मर्यादामा बस्छ होला, त्यो गर्छ होला। त्यो भएर राजालाई चाहिँ उसलाई कुनै पनि अधिकार प्रयोग गर्न दिएको छैन भने उसलाई मुद्दा चलाउनु पर्ने पनि अर्थ छैन होइन। केही पनि छैन। जे पैसा पाएको छ ट्याक्स फ्री उसलाई पैसा देऊ भनेर कुनै कटाउने कुरा छैन होइन। सम्पत्ति पनि अतिक्रमण गर्न पाइँदैन भन्ने हो। तर पछि चाहिँ तपाईँको त्यो प्रश्नमा जुन सुशीला कार्कीले गरेको फैसला आयो त्यसमा यो सबै कुराको व्याख्या भएको छ। सर 2020 मै आयो भूमि सुधार अनि राजाहरूको त फेरि 25,000 30,000 रोपनी पो जग्गा रहेछ त। यो के हो, के गरी सम्भव हो? त्यही त भूमि सुधार मैले भने नि अघि तपाईँलाई भूमि सुधार 2021 सालमा आयो होइन। 2021 सालमा 21 सालमा आयो। भूमि सम्बन्धी 2021 नै हो, 21 मा आयो। 21 मा आइसकेपछि त्यति बेला सक्रिय राजतन्त्रको अवस्था थियो। त्यति बेला सक्रिय राजतन्त्रको अवस्था थियो। 21 मा आउँदाखेरि त्यति बेला के भनियो भन्दाखेरि तपाईँको 21 आउनुभन्दा पहिला त जमिदारहरूको नाउँमा पनि हजारौँ बिघा जग्गा हुन्थ्यो होइन। हजारौँ बिघा जग्गा हुन्थ्यो, गाउँ हुन्थ्यो, मौजा हुन्थ्यो, सबैको हुन्थ्यो, जमिदारहरूको हुन्थ्यो। अनि जमिदारी उन्मूलन गर्ने ऐन आयो। जमिदारी उन्मूलन गर्ने ऐन पनि आयो। अनि त्यसपछि गएर तपाईँको यो वीरता उन्मूलन गर्ने ऐन लगायतका कुराहरू आए होइन। वीरता पनि हट्ने कुरा भयो। अनि पछिल्लोमा तपाईँको यो जुन के अरे भूमि सम्बन्धी ऐन आयो। भूमि सम्बन्धी ऐन आउँदाखेरि दुई तिनवटा कुरामा चाहिँ उसले राजदरबारको लागि केही पनि गर्न नपाइने भइहाल्यो। उनीहरूसँग जे छ जुन सम्पत्ति छ त्यो सम्पत्ति त्यसमा प्रश्न उठाउन नपाइने भइहाल्यो। सक्रिय राजतन्त्रको अवस्था छ, राजालाई प्रश्न गर्न नपाइने भयो। एउटा त्यो भयो। एउटा अर्को कुरो चाहिँ फ्याक्ट्री प्रयोग, कुनै कम्पनी फ्याक्ट्री केही भनौँ न कुनै खेती गर्ने केही गर्ने त्यस्तो खालको कुनै गर्ने छ कम्पनी छन् भने तिनीहरूलाई पनि जग्गाको हदबन्दी नलाग्ने भन्ने व्यवस्था गरेको थियो। त्यही भएर जुन राजाको नाउँमा हजारौँ बिघा जग्गा थियो। यो 2046 सालको क्रान्तिको सफलता पछाडि भनिएको बहुदलीय प्रजातन्त्र कालको राजतन्त्रात्मक समयको कुरा गर्दैछु म। अनि त्यस बेला पनि त्यो अधिकार ट्रस्टले पनि सार्वजनिक गरिसक्यो त। 46 देखि 63 सम्म पनि त्यति बेला पनि जुन सार्वजनिक गरियो नि त्यति बेला पनि राजदरबार त्यो अघि तपाईँले जुन कुरा भन्नुभयो नि अनतिक्रमण्य हुनेछ भन्यो नि, ट्याक्स पनि लाग्दैन, उनको सम्पत्ति कसैले पनि अतिक्रमण गर्न पाइँदैन। राजाले आफैले बनाएको कानुन जस्तो यो बेला प्रजातन्त्र आइसके पछाडि बनाएको कानुनले गर्दाखेरि यो जनताको कानुन राजालाई लागेन होला। त्यस बेला त सक्रिय राजाले आफैले बनाएको कानुन उनलाई पनि लाग्नु पर्ने थियो कि भन्ने उसबाट हो। हामीले त्यो लिगेसीले एउटा यो कन्ट्र्याक्टको आधारबाट भयो क्या सर। पोलिटिकल एउटा कन्ट्र्याक्टको आधारबाट के गरियो भने त्यो अब हामी सक्रिय राजतन्त्रको अवस्थाबाट हामी संवैधानिक राजतन्त्रमा प्रवेश गर्छौँ। संवैधानिक राजतन्त्रमा प्रवेश गरिसकेपछि राजाले पोलिटिकल अधिकारहरू संविधानले तोके अनुसार प्रयोग गर्नुपर्छ। राजनीतिक अधिकारहरू जति छन् त्यसमा राजाले त्यो अनुसारको प्रयोग गर्नुपर्छ। र तिमीले जे सुविधाहरू पहिला प्राप्त गरिरहेको थियौ त्यो कुरोमा चाहिँ हामी खोज्दैनौँ। तिमीले त्यसलाई सबैलाई प्रयोग गरिराख। सम्पत्ति जे प्रयोग गरिरहेका थियौ होइन, जुन तलब पाउँथ्यौ तिम्रो तलबमा ट्याक्स पनि लगाउँदैनौँ हामी। तिम्रो जति सम्पत्ति छ त्यो सम्पत्तिमा पनि हामीले अतिक्रमण गर्दैनौँ। अनतिक्रमणीय हुनेछ भनेको अतिक्रमण गर्दैनौँ हामी। त्यो पनि तिमीलाई यथावत तिमीले प्रयोग गर्न पाउँछौ भनेर एउटा कन्ट्र्याक्ट राजासँग एउटा अन्डरस्ट्यान्डिङ बनाएर
यो 47 को संविधान जारी लागू हुँदासम्म त्यो कुरालाई चाहिँ व्यवस्थापन गरियो। पहिलेको लेगेसीलाई बोकेर राजाको हकमा केही कुराहरू उनको पोलिटिकल राइटहरू खोसे पनि केही उनका अधिकारहरू चाहिँ जीवित राखियो। पछि संविधानले पनि जीवित राख्यो। जुन त धारा 28, 29, 30, 31 को कुरा गर्नुभयो, यो सबैमा त्यो किन गरे त भन्दाखेरि त्यही सर यो 58 साल जेठ 19 गते दरबार हत्याकाण्ड भयो। 20 गते राति 20 गते बिहानै झिसमिसेमै ज्ञानदशा सेनाको हेलिकप्टर चढेर उत्रिए। अनि उत्रिने बित्तिकै 10-11 बजेतिर अहिलेको निर्वाचन आयोग रहेको त्यस ठाउँमा राज परिषदको सचिवालय कार्यालय त्यहाँनिर बैठक बस्छ। अनि दिपेन्द्रलाई मरिसकेका भनिएका दिपेन्द्रलाई राजा घोषणा गरिन्छ। ज्ञानदशालाई राज्य सहायक भनेर नायबी हर्ताकर्ता उनलाई दिइन्छ। अनि त्यस पछाडि 22 गते ज्ञानदशाले अनि 20 गते ज्ञानदशाले भन्छन् स्वचालित हतियार पड्किएर दरबार हत्याकाण्ड भएको हो भन्छन् ज्ञानदशाले। अनि फेरि 20 गतेको त्यो भने पछाडि 22 गते भन्छन् दिपेन्द्रले मारेको भन्छन् ज्ञानदशाको शाही घोषणा। अनि त्यस पछाडि ज्ञानदशाले प्रतिवेदन बनाउनलाई आदेश दिन्छन्। त्यसमा त्यस बेलाका प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र अहिले पनि जीवितै छन् ती चाहिँ तारानाथ राणाभाट होइन, यिनीहरूको समिति बन्छ। र माधव नेपाल पनि थिए तर उनले अस्वीकार गरे। अनि त्यो समितिले पहिले नै दरबारियाबाट या ज्ञानेन्द्रबाट जे अभिव्यक्ति आएको अझ भनौँ त्योभन्दा अगाडि एकजना शङ्कास्पद भनिएका राजीव साई भन्ने व्यक्तिले सुरुमै एउटा स्केच बनाएर अन्तर्राष्ट्रिय प्रेस मिट गरेर यो हत्यारो दिपेन्द्र हो भनेर पुष्टि गराउनको लागि एउटा व्यापक प्रचारात्मक अभियान सञ्चालन गर्छन्। उनी सेनाका हुन्, ज्ञानेन्द्रका नातेदार पनि। तिनलाई आज सबैले दिपेन्द्रलाई हत्यारा घोषणा गरिसके पछाडि अनि त्यो समिति गठन हुन्छ 3 दिनको समय दिएर। अनि समितिलाई भनिन्छ अवलोकन गर्ने र राजपरिवारका सदस्यले भनेका कुराहरूलाई चाहिँ टिप्पण गर्ने भन्ने कार्यादेशसहित त्यो बनाइन्छ। यद्यपि त्यो प्रतिवेदन फेरि ज्ञानदशाको सचिवालय सैनिक सचिवालयलाई बुझाइन्छ राजदरबारभित्रै। त्यस पछाडि घटना घट्छ, के अरे घटनास्थल ज्ञानदशाले तुरन्तै भत्काइदिइसकेको अवस्था रहन्छ। मैले जेसुकै होला यो घटना, अब त्यसको वैज्ञानिक परीक्षणमा राजपरिवारको हाम्रो चाहिँ परम्पराले परीक्षण गर्न पाइँदैन भनेर त्यो गर्न नदिएको अवस्था अर्को शङ्कास्पद। अब शङ्का गर्नेहरूले भन्छन् पहिले नै हत्या गरेर विष खुवाएर या विभिन्न कारणले गर्दाखेरि हत्याका विभिन्न षड्यन्त्रहरू छन्, या बाहिरै मारेर पनि यहाँ हत्याकाण्डमा मारिएको भन्ने खालको देखाइएको छ। दिपेन्द्रले मारेको हुँदै होइन होइन। अघिल्लो दिन तपाईँको यो 7 बाटो स्थित त्यो खेल मैदानमा एउटा कार्यक्रम भएको थियो, भोलि विशेष अर्को बैठकको तय भएर आएको थियो भन्ने कुरा पनि यावत कुरा सामान्य परिस्थितिमा भएका व्यक्तिले त्यो गरेनन् होला भन्ने आशंका। यद्यपि गरेछन् र निष्पक्ष र त्यो निर्भीक स्वतन्त्र कुनै छानबिन समितिले पुष्टि गरेछ भने तपस्वीका कुरा त्यसै बेला पत्याइदिउँला। अझ फेरि शङ्का गरौँ न, शङ्काबाटै सत्य खोजिन्छ होइन। त्यो दिन त्यो समितिले मानिलिउँ ज्ञानेन्द्र शाह नै त्यो हत्यामा संलग्न छन्, पारस पनि त्यहाँ संलग्न छन्, अर्थात् यो हत्याकाण्ड पछाडि अब हुन सक्ने राजा त त्यो बेलाको समितिले समाजले राज्य व्यवस्था सबैले देखिसकेको थियो। यदि अब आउने शक्तिमा आउने व्यक्तिको समानता छ भन्ने उनीहरूले प्रमाणै भेटेको भए पनि त्यो लेख्न सक्थे त्यो प्रतिवेदनमा। त्यस बेलाको संवैधानिक कानुनी राजनीतिक व्यवस्थाको समग्रता अहिले हामीले जो छलफल गऱ्यौँ त्यो लेख्न सकिन्थ्यो। अब सक्दैन थिए, त्यो भएर लेखेनन्। तपाईँले जुन प्रश्न उठाउनु भयो नि, लेख्नु पर्थ्यो कि पर्दैन थियो भन्नुहुन्छ भने लेख्नु पर्थ्यो। त लेख्न सक्थे त, देखेको कुरो लेख्न सक्थे त, या पत्ता लागेको कुरो लेख्न सक्थे त भन्दाखेरि लेख्न सक्दैनथे। किन सक्दैन थिए भन्दाखेरि बाबा दरबारभित्र बसेको, दरबारभित्र त्यत्रो सुरक्षामा बसेको राजा मारिएको थियो। अनि अर्को मान्छेलाई राजा बनाउनको लागि तयार गरेर ल्याइसकेका थिए। नयाँ राजा बनेको ज्ञानेन्द्र शाहले त्यो नियुक्त गरेका थिए, त्यो आयोग बनाएको थियो। र त्योभन्दा त्यो आयोग बनाउनको लागि के रिपोर्ट आयोगले दिने भनेको पृष्ठभूमि राजीव शाहीको कुरो तपाईँ जुन गर्नुभयो त्यो पृष्ठभूमि त्यति बेलै तयार भइसकेको थियो। जे तयार भएको थियो त्यही कुरो चाहिँ रिपोर्टमा आएको छ। र रिपोर्टमा आउनका लागि यो सबै कुरो गरे हुनाले मैले अहिले के भनिरहेको छु भने, अघि पनि तपाईँले सुरुमै पनि मैले भने
दरबार हत्याकाण्ड चाहिँ दिपेन्द्रले गराएको भन्ने कुरो मान्न म तयार छैन र नेपाली जनता धेरैजसो यो कुरो मान्न तयार छैनन्। अब त्यो कुरो अनुसन्धान गर्नको लागि यदि गृहमन्त्रीले गर्न सक्ने हो र गर्न सक्ने हो भने नेपालका लागि ठुलो योगदान हुन्छ, नेपालको उसमा योगदान हुन्छ। हुन त दरबार भने तपाईँले देखेको कुरा हो सर, यो हामीले पहिलेदेखि पृथ्वीनारायण शाहको पालादेखि तपाईँले हेर्दै जानुभयो भने बिचमा गएर उसलाई भाइलाई मारेको छ, जङ्गबहादुर राणाहरूको हेर्नुहोस् होइन, उसलाई मारेको छ, कहिले भाइलाई मारेको छ, कहिले दाइलाई मारेको छ, कहिले कसलाई मारेको छ, मार्दै मार्दै दरबार त्यो रक्तरञ्जित इतिहास हो के। सत्ता प्राप्त गर्नको लागि कसलाई लाइनबाट हटाउनुपर्छ, कसलाई मार्नुपर्छ, त्यसलाई मार्न पछि नपर्ने क्रूर हो त्यो दरबार। त्यति बेलादेखिको दरबार जङ्गबहादुर पालादेखि तपाईँको त्यो राजालाई त भाइले मन्दिरमै काटे होइन, काटे। अब त्यो काटे कतैको राजाले सबैभन्दा राम्रो काम गरेका राजा थिए बहादुर शमशेर लखेटिनु पर्यो होइन। यो धेरै छन् सर यो। त्यो भएर हाम्रो त्यो दरबार भने शक्ति प्राप्त गर्नका लागि आफ्नो मान्छे मार्न, जसलाई पनि मार्न तत्पर हुने निर्मम ठाउँ हो त्यो। त्यही भएर त्यहाँभित्रबाट जति कुराहरू बाहिर आएका छन्, अब हामीसँग त के एक्सेस हुन्छ र हामी त विश्वास बाहेक अरू केही पनि गर्न सक्दैनौँ होइन। यो गरेन होला, किनभने त्यो गर्नको लागि मैले अघि भने लाभग्राहीको छ, बेनिफिसियरी को हो, यो घटनाबाट बेनिफिसियरी को भयो भन्ने आधारबाट शङ्काको सुई बेनिफिसियरीतिर जान्छ क्या। अरू अनुसन्धानमा पनि जान्छ भने जस्तै त्यसै गरी यो पनि बेनिफिसियरीतिर जाने अवस्था हो। अब के हुन्छ, अब त्यो प्रमाणहरू कति फेला पार्न सक्छन्, प्रमाण त फेला पार्न सक्ने अवस्था छैन। न तपाईँको त्यहाँ सबै घर भत्काइसकेको छ, सबै चिज गरिसकेको छ, वासअप गरिसकेको छ, न कुनै तपाईँको डिएनएको परीक्षण हुन सक्नेवाला छ, न केही हुनेवाला। अब केही पनि हुनेवाला छैन जस्तो लाग्छ मलाई। म त नानीटी अलि पनि गएको छैन, थाहा छैन वैज्ञानिक उसको आधारबाट त्यो धोएर पखालेको अवस्थामा पनि त्यो कतैबाट अवशेष फेला पार्न सक्छ कि वैज्ञानिकहरूले केही गर्न सक्छन् कि थाहा छैन मलाई। वैज्ञानिक शक्तिकोले त्यतिसम्म गर्न के गर्न सक्छ, कति गर्न सक्छ भन्ने कुरो मलाई थाहा छैन। तर सम्भवतः सकिन्छ होला, वैज्ञानिक आविष्कारहरू धेरै भएका छन्, सम्भवतः अहिले पनि सकिन्छ होला। र मान्छे त छन् नि, केही मान्छे छन्, केही त मारिसके, केही मारिए होइन, केही जसले त्यो षड्यन्त्र देख्ने र केही गर्ने मान्छेहरू थिए, त्यसमध्ये केही त मारिसके। केही मान्छेहरू जो जीवित छन्, जीवित भएको मान्छे पनि कतिपय बोल्न चाहने, कतिपय नचाहने होला। तपाईँले पनि कसैसँग इन्टरभ्यू गर्नुभएको छ दरबार काण्डको बारेमा, मैले तपाईँको पनि कालो किताबमा मैले हेरेको थिएँ पहिला, तपाईँले पनि त्यो बारेमा गर्नुभएको छ। त्यति बेला पनि सम्भवतः यस्तै कुरा आएको छ। त्यही भएर हामी त एउटा आशंका गर्ने हो, आशंकाको आधारबाट दिपेन्द्रले मारेको हो जस्तो लाग्दैन। अब कसले मार्यो भन्ने कुरो चाहिँ खोज्नुपर्छ। सर एउटा घटना त्यसलाई स्मरण गर्ने हो भनेदेखि शङ्कास्पद तरिकाले प्रमाण नष्ट गर्नेदेखि लिएर एउटा संशयपूर्ण तरिकाबाट ज्ञानेन्द्र शाहको राजगद्दीमा उनी राजा बनेको अवस्था जो देखिन्छ र शङ्काको स्थिति हुन्छ। त्यो भोजमा बाँचेका दुईजना व्यक्ति, एउटा ज्ञानेन्द्र र एउटा धीरेन्द्र पत्नी प्रेक्षा, त्यो भोजमा नगएको हुनाले दुईजना मध्ये एकजना ज्ञानेन्द्र शाह राजा हुन्छन् त्यो हत्याकाण्ड पछाडि, र अर्को बाँचेकी चाहिँ रारातालमा मारिन्छन्। तर त्यो हेलिकप्टरमा ज्ञानेन्द्र शाहकी छोरी यो प्रेरणा पनि सँगै रहेको कुरा आउँछ। यद्यपि ती सबै घटनाहरू सामसुम हुन्छ, त्यसको वास्तविकता बाहिर ल्याइँदैन, उनी मारिएको कुरा मात्रै बाहिर आउँछ। यी सबै घटनाक्रमहरू एउटा जसरी शङ्कास्पद रूपमा विकास भयो, उनले त्यसबेला झुटो थियो भनेदेखि आफूलाई सत्य साबित गराउने शक्ति उनमा मात्रै थियो, त्यो उनले गरेनन् होइन। झुटो थिए भनेदेखि पनि उनलाई कानुनी दण्डबाट उन्मुक्ति नै थियो, एउटा आलोचनाको मात्रै शिकार हुनुपर्थ्यो। तपसिलका कुरा मैले जोड्न चाहेको, निर्दोष पनि हुन सक्लान्, अझै आजै ग्यारेन्टी नगरौँ, मैले जोड्न चाहेँ। केही पनि भन्न सकिन्न। जोड्न चाहिँ मैले के चाहेँ भने दरबार हत्याकाण्डबाट वीरेन्द्रको वंश हत्या गरियो, त्यस पछाडि भएका सबै राजावादीहरू अर्थात् राप्रपा त्यसबेला दरबारी या राजनीति गर्ने लगायतका दर्जनौँ, अहिले त 100-500वटा भन्दा बढी पार्टी सङ्गठनहरू छन्। कोही बाहिर देखिएका छन्, कोही देखिएका छैनन्, उनीहरू विभिन्न स्वरूप प्रारूपमा छन्। अनि उनीहरू दिपेन्द्र र वीरेन्द्रको परिवारप्रति उनीहरू
मतलब गर्दैनन्, त्यो हत्याकाण्डको वास्तविकता अनुसन्धान गर्न खोजियो भनेदेखि हामीलाई फसाउन खोजेको भन्छन्। अनि ज्ञानेन्द्रवादी उनीहरू बढी भइरहेको वीरेन्द्र र दिपेन्द्र विरुद्ध चाहिँ उनीहरू परिचालित भए जस्तो गरे, उनीहरूप्रति चाहिँ त्यति धेरै ममता सद्भाव नराखे जस्तो वीरेन्द्रको परिवारप्रति। त्यो अवस्था चाहिँ यो के हो? यो अवस्था के हो भने सर, लोभ र डर दुईवटा चिज हो। लोभ र डर। थाहा छ, थाहा भएको कुरो बोल्न डराउँछन्, अनि बोल्दाखेरि केही गुम्छ कि भन्ने लोभ पनि छ, केही पाइन्छ कि भन्ने आशा पनि छ, केही पाइन्छ कि भन्ने आशा पनि छ, केही गुम्छ कि भन्ने डर पनि छ, लोभ पनि छ केही गुम्छ कि भन्ने, र केही हुन्छ कि मलाई भन्ने भन्ने डर पनि छ। यो लोभ, डर र आशा, यो तीनवटा फ्याक्टरले गर्दाखेरि यो सबै भइरहेको छ। त्यति बेला केशव प्रसाद उपाध्यायको पालीमा त्यो गर्न सक्थ्यो कि सक्दैन थियो भन्नुभयो नि, यो तिनवटा कुरा थियो। त्यहाँ पनि त्यही तिनवटा कुरा थियो। लोभ पनि थियो, डर पनि थियो, आशा पनि थियो, होइन? लोभ, डर र आशा तिनवटा कुरा थियो। र त्यही कुरा चाहिँ पछिल्लो चरणमा तपाईँले त्यो देख्नुहुन्छ पोलिटिकल पार्टीहरूमा, यिनलाई लागेको भएपछि गरेनन्। किन भन्दाखेरि बाबा मर्ने त मरिसक्यो, वीरेन्द्र को थियो त? वीरेन्द्र तपाईँको मेरो आफ्नो मान्छे कोही थिए र? राजा त हो, देशको राजा त हो नि। राजा त अरू पनि मरेका थिए भनेर थिए, सबै चिज मरिरहेको थियो भन्दाखेरि अब 2200 2400 100 हजारौं राजा कति मरे, कति मारे, कति मरिए, कति के भयो, कति भाइबाट मारिए। त्यही पनि भाइहरूको राणाहरूको हेर्नुहोस्, राणाहरूको परिवारमा मार्ने कुराहरू हेर्नुहोस्। भीमसेन थापादेखि लिएर दुनियाँ राम्रा राम्रा लडाकुहरूलाई मार्न लगाएको छ त्यति बेला, होइन? जसले देशको अस्मिता जोगाए त्यसलाई दरबारले मार्न लगाइदियो भन्दाखेरि अब त्यो के भयो भन्दाखेरि मर्ने त मरेर गइसक्यो। बाबा बचेको मान्छेहरूबाट तिनवटा कुराको सम्भावना भयो। एउटा डर छ उसबाट, लोभ छ, आशा छ, केही दिन्छ कि भन्ने आशा छ, केही गुम्छ कि भन्ने लोभ छ, र केही गर्छ कि भन्ने डर छ। यो सबै त्यही यो तिनवटा फ्याक्टरबाट घुमेको हो सर। यही हो जो त्यसैबाट घुमेको।